नमस्ते सबैजनामा। आज चाहिँ एउटा छोटो भिडियो लिएर उपस्थित भइसकेकी छु। आज चाहिँ भन्नुपर्दा विशेष जुन धागोबाट हामीले विभिन्न प्रकारको बनाउन सकिन्छ भन्ने एउटा विषयमा चाहिँ मैले एउटा भिडियो लिएर आएकी छु। र यसरी यो जुन धागोबाट मैले यो बनाएको मलाई यो भिडियो चाहिँ एकदमै मलाई मनपर्ने यो डिजाइनहरू आफूले आफ्नो लागि चाहिँ बनाएर लाउन सकिन्छ भन्ने एउटा उदाहरणका साथ आफूले बनाएर लाउने गरेकोले मैले यो हजुरहरूलाई पनि यसो देखाउन मन लागेको हो। र योभन्दा अगाडि मैले यो लाली गुराँसको जुन यो जुरो फुल मैले बनाएर म बेला बेला जस्तै यो बिहे भनौँ नौमती पञ्चबाजारमा पनि बेला बेला हिँड्ने गरेकोले र मलाई खाँचो पनि भएको होइन। अब किन्नु पर्दाखेरि पनि भने जस्तो राम्रो किन्न पैसा लाएर पनि नपाइने होइन। त्यही भएर मैले यो धागोबाट आफैले डिजाइन बनाएर मजाले मैले बनाएर यसरी म बेला बेला हिँड्दा लाउने गरेको छु। र बिहे पार्टी होस् जहाँ पनि हामीले यसो हिँड्दाखेरि आफ्नो रहर इच्छा हुनेले चाहिँ यसरी बनाएर लाउन सकिन्छ। र जस्तै यो सिलाम सक्माहरू पनि मैले यसरी बनाएको छु, तर यसको फिनिसिङ राम्रो भएको छैन, हुन बाँकी छ। र सिलाम सक्मा भनेको प्राय यो लिम्बूहरूको जुन कल्चरमा चाहिँ जुन सिलाम भनेको सी भनेको चाहिँ मृत्युलाई भनिन्छ भने लाम भनेको बाटो हो र सक्मा भनेको चाहिँ थुन्नु छेक्नु हो। यो चाहिँ मृत्युको बाटो चाहिँ थुन्नु छेक्नु भन्ने बुझिन्छ। र यसलाई चाहिँ हाम्रो पहिला पुर्खाहरूले पनि एउटा गुल्लको लागि पनि ब्याजको रूपमा चाहिँ यसरी लाउने प्रचलन हुँदै आएकोले मैले पनि यो बनाएको छु। र अब यही सिलाम सक्मा मात्र नभएर हामीले एउटा यसरी ब्याजको भनौँ रूपमा चाहिँ हामीले यसरी यो के अरे झुन्डाउन मात्रै नभएर जस्तो यसको सट्टामा हामी अरू डिजाइन पनि बनाउन सकिन्छ। मैले भर्खरै यो एउटा मैले साडीको पिन अथवा यो ब्याज मैले यो आफैले डिजाइन मैले बनाएर यसरी बनाएको छु। र यसरी यो चाहिँ साडीमा अथवा जेमा पनि यसरी सोको लागि हामीले झुन्डाएर लाउन सकिन्छ। हजुरहरूले पनि मन परेको जस्तो मनपर्छ त्यस्तै धागो मिलाएर चाहिँ एउटा यो क्रुस चाहिन्छ, यो क्रुसको माध्यमले बनाउन सकिन्छ। र अहिले भर्खर मैले फिनिसिङ गरिसकेको चाहिँ यो एउटा यो पनि मैले साडी पिन मैले ब्याज यो साडी पिन बनाएको छु। यो ब्याज चाहिँ यो चाहिँ स्टार मात्र छ, यसमा मैले झुम्का फुल अरू बुट्टा डिजाइन दिएको छुइनँ, सिम्पलबाट छ। हजुरहरूले पनि यसरी सिम्पल बनाएर यसरी लाउन सक्नुहुनेछ। र यसो भन्दै यो लाछा डोरी पनि हामी भनौँ लेडिजहरूले चाहिँ कपालहरू बाँड्दाखेरि एउटा आफूलाई इच्छा कपाल बाँड्न इच्छा लाग्दाखेरि होइन, कहिलेकाहीँ यसो चाडपर्व तिजको बेलामा कहीँ केही पार्टी केही भनौँ उसमा चाहिँ लाएर यसरी बनाएर आफैले पनि मनपर्ने यस्तो फुलबुट्टा डिजाइन राखेर चाहिँ बनाउन सकिन्छ भन्दै आजको यो भिडियोलाई यति भन्दा यति देखाउँदै हजुरहरूलाई कस्तो लाग्छ मेरो भिडियो हेरेर। यदि यो नयाँ हुनुहुन्छ भने मेरो यसरी फ्लुट युट्युब च्यानलमा जोडिनको लागि लाइक सब्सक्राइब र प्रतिक्रिया पनि दिनुको लागि हार्दिक अनुरोध गर्दै आजको यो भिडियोबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्ते, बाई बाई।